Hi everyone. Shivaru, namaste. Welcome to my channel. म चाहिँ कल्पना लिम्बू तेह्रथुममा आज चाहिँ म माइत घरमा छु। किन आएँ त भन्दाखेरि अघिल्लो भिडियो हेरेर तपाईलाई थाहा पाउनु हुनेछ। आज चाहिँ हाम्रो पूजा, हिजो चाहिँ एक राति गर्यौं। अब चाहिँ पूजा। यहाँ सुँगुर यत्रो बोकेर हिँड्दैछु साथी हो म त। यता माथि दिदी र भाउजू हेलो। आज ल भन्नु हामी कहाँ हिँडेको? हामी खोलामा गाडी कसले सरापेको छ कि तिनीहरुको आज सबै खोलेर सबै सराप बगाइदिने हो। सबै सराप बगाइदिने हैन? ल म चाहिँ यही सुँगुर बोकेर हिँड्दै छु है साथी हो। स्कुलमा दिउहरू लगेको केलेरु र भाले नान्जानु उमेर फेरि कान्छाले उते भाले पनि लिएर आउँदैछ। कान्छा यो के हो? भाले हो? ल कराउँछ पो त? नकरा है त नकरा। हेलो बबिता, अब लाग्यौँ होइन हामी? पर अनि फुपूहरू आउँदै हुनुहुन्छ। हेलो हेलो काकीहरू आउँदै हुनुहुन्छ है दुईजना, जेठानी देउरानी काकीहरू। आज हामी रातभर जागेर बसेर पनि अब दिनभर पनि जाग्ने। ल अब यस्तो छ। ए लु त्यो कोले बोक्ने? एउटा बोकलो तल लाठीहरू पनि छन् होला हौ। यो चल्लाहरू नि लानुपर्छ हामीले पहिला खासमा चाहिँ यस्तो गर्थ्यौँ साथी। यहाँको खोलामा गर्थ्यौँ न हामी, यहाँ तलको खोलामा गर्थ्यौँ। त्यो खोलामा चाहिँ हामीले यो चाहिँ धेरै वर्ष छोडेको थियौँ। हाम्रो केही त्यतिकै अब के नमिलेर के भएर होइन दाजुभाइ त्यस्तै हो होइन, मनमुटाव यताउति अनि छोडेको थियौँ। अनि फेरि यसपालि चाहिँ गर्नै पर्ने भयो। अनि त्यही भएर हामी चाहिँ अब फेरि यसपालिदेखि चाहिँ कति वर्ष पछाडि थाल्यौँ हौ सुमाई? 29। अनि त्यसरी चाहिँ अब फेरि हामी चाहिँ आज चाहिँ तल यहाँ तल खोलामा गर्थ्यौँ। तल थियो हाम्रो खोला। अनि त्यहाँ चाहिँ अहिले चाहिँ बाटो छैन अरे, केही छैन अरे। सबै मान्छे नहिँडेर पछि चाहिँ सबै किन्ने भएर चाहिँ आज चाहिँ यता गर्ने भनेर हाम्रो चाहिँ अब आजदेखि चाहिँ हामी सालमा एकचोटि गर्छौँ। यो चाहिँ हामी चाहिँ यो माहुवा भन्छौँ सबै मिलेर कालीसरा बगाएको हामी भित्र दाजुभाइहरूको चाहिँ। अनि त्यसमा म पनि आएको छु। म चाहिँ किन आएँ त भन्दाखेरि हामी चाहिँ मेलुङ नछिनेसम्म चाहिँ हामी यतैको हुन्छौँ। जब मेलुङ छिनेपछि मात्र बुढापट्टिको हुन्छौँ। त्यही भएर हामी चाहिँ माइतमा आएर इटडीबाट कुमार दिदी नै आउनु भएको छ। आज मौसम पनि घाम लागिरहेछ। ल यस्तो छ है साथी हो। आइपुग्यौँ है साथी हो। हामी चाहिँ आज यहाँनिर बनभात खाने माहुवा गर्ने यसमा। अनि मैले यहाँ दुईवटा चाहिँ भिजाएको छु, अरू चाहिँ चिसै ल्याएको रहेछ। अनि अब त्यता खोला छ। यो चाहिँ खोला। हामी चाहिँ यसको तल सिधै यही खोलाकै तल गर्थ्यौँ। त्यहाँ पुल छ तर यसपालि चाहिँ चेन्ज गरिदिएको। आउनको लागि दाजुहरू सबै दाजु नाक्पाहरू भाइहरू सबै त्यहाँ खटिराख्नु भएको छ। दाजु चाहिँ यहाँ कुखुरा बोकेर उभिराख्नु भएको छ होइन दाजु? यहाँनिर चाहिँ पकाउने ठाउँ बनाउनको लागि होइन। अब हेलो
त्यसो नगर न चामपर्ने त हो कि अनि पहिले यो डिममा यो हामीले भात पकाइ खानुपर्ने चामल होइन फुपू आइपुग्नु भएको छैन फुपू ल कङ्गेन यहाँ है ए तुमा यहाँ आएर थियो भाइ ए ल रक्सी त्यहाँ सुँगुर छ अर्को मासु पनि छ नि फेरि हामीसँग होइन ठुलो सुँगुरको मासु पनि छ अब यहाँ आएर चाहिँ बगाउनु पर्छ काली सराप महुवा चाहिँ यहाँ बगाउनु पर्छ हामीले अनि यहाँ बनाउँदै हुनुहुन्छ दाजुभाइहरू सबै व्यस्त छन् बाबा गले म तल्लो बस्छु बाजेहरू चाहिँ त्यहाँ हुनुहुन्छ यहाँ चाहिँ खाजा मही ल्याउनु भएको थियो भाउजूले मही अनि मैले यहाँ चिउरा खाएको यति मिठो होइन साथी यो मही यति मिठो होइन बबिता यहाँ टमाटर काट्दैछन् कान्छीले यता प्याज काट्दैछ रोँदैन त यो त फुपू त्यहाँ खाँदै हुनुहुन्छ मही कति मिठो नि फुपू बनभात अनि भाउजू यहाँ भाउजूले ल्याउनु भएको मही चाहिँ साँच्चीकै मिठो छ ल मेरो भजाइ लिएर कम्ती बाठी छैन न आगो फुक्दै यो चाहिँ यसरी वरिपरि धागोले घेरा लाउँदैछन् तान्से भाइ र अरू काल दाजु त्यहाँ अनि त्यहाँ बाजेहरूलाई खाजा दिँदै यसरी डोरी उगर्दै चारै सुरु वरिपरि यसरी अनि त्यहाँ तल चाहिँ रेडी पारिरहेछ अब त्यहाँ कति चिसो पानी साथी हो अब चाहिँ हाम्रो यहाँनिर काली सराप बगाउने बेला भयो अनि त्यही भएर यहाँ खोलामा प्रवेश गरिसकेका छौँ हामी त्यहाँ हेलो केजल भदैनी हेलो सानो मान्छे बुहारी त्यहाँ यहाँ सबैजना रेडी भएर कुनै माथिबाट हेर्दैछन् ए त्यसो चाहिँ नगर है बाबा अनि त्यहाँ माथि बस्नुभएको छ बुवाहरू दाजुहरू चाहिँ अरू त्यता अनि यता भाउजू हुनुहुन्छ त्यहाँ बुहारीहरू भाउजूहरू बुहारीहरू वेलकम वेलकम ल अब पानी देख्नुहोस् त कति मजा आउँछ म जस्तै साथी हो यति डुबे 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 यति गर्मीमा कति डढाइ डढाइ टेकेको भाउजू त्यहाँ हुनुहुन्छ अब यहाँ हाम्रो येबोहरू त्यहाँ रेडी भएको छ म यहाँ छु साथी पानीमा मलाई यति मजा आइरहेछ हेलो रमाइलो हुँदैछ होइन अब हामी यहाँ बगाउन आँटेको हाम्रो येबोहरू यसरी यहाँ चाहिँ बाजे यहाँ रेडी भएर बस्नु भएको छ अन्डाहरू अघि रेडी बनाएर यसरी यस्तो बाजे अघि देखाएको बाजे त्यहाँ हुनुहुन्छ ल अनि ल हेर बाजेलाई जिस्काएका यिनीहरूले फेरि हेलो मेरो हालत कति मजा भइरहेछ भनेर मलाई मजा थाहा चक्खो चक्खो नगर न यिनीहरू यसै गर्छ न साथी
पिन्दामे त्यता बस्नु हुँदैन र अघि बानेको छ एकछिन भएको छैन खै कोन थालेसम्म को आलो अखिमे त्यता दिने आङ्गा कलले अखिचो Yang ngomong boyo kasih kere gongga kere no. Kasih kere gongga kere yo. Oh. Engko ani kere impe ro. Kere pio. Kadang inu ke tu ke engko tang menu mentang ya pio. Pio. pe Ni mbanu sarape tang pe. la pek la der kanang Pakai ke sarape. Lu Juramu oh यो पहिला लाग्छ Yebuमा पर्दैन रे आइतो यहाँ पनि ल्याउनु त पर्छ पर्दैन अरे हो पर्दैन म पर्दैन को वा के आब्रे म सुन्नु पर्दैन पर्दैन पाउने नमस्ते गर्नु समीको यसो गर्दा भयो यो चाहिँ हिवा मेलो मेलो तिमीहरू खानेकुरा चाहिँ त्यहाँ पकाउँदैछन् लाठियाले धमाधम निन्द्रा लागिसक्यो बोल्ने मन छैन साथी हो यस्तो छ वेलकम कान्छा दाजु हेलो कान्छा दाजुको आज मात्र अनुहार देख्दैछु हिजो रातिदेखि मेरो चन्द्रमाया काले पनि काकी त हिजोदेखि नै हामी आज बिहानदेखि जोडिनु भएको तपाईँ चाहिँ हिजो पनि आउनु भएन भर्खर देख्दैछु तपाईँलाई के हो यस्तो कोनी हामी कति छौँ मान्छे यता पनि मान्छे यता पनि भरे टिभीमा हेर्नु ल तुम्बा आइपुग्नु भयो ए ल हाम्रो तुम्बा नि आउनु भयो तुम्बा र हिजो म सँगै आएको बजारबाट होइन तुम्बा हजुर हाम्रो आमा त सुर्ती मास्टर पढ्दैन आमा पढ्दैन आमा भाउजू अरे चिज रमाइलो ल
लु म चाहिँ खालि मै मनपर्छ हौ साथीहरू मै खाँदैछु अनि यहाँनिर चाहिँ हाम्रो बिट सुँगुर के भनिस् अरे एउटा छ काम नलाग्ने अघि उसको जोक्नामा पनि कम्ती नराम्रो आएन उसको भ्योरा जस्तो त्यस्तै आयो हेर्नु न साथी अनुहार जस्तै भ्योरा छ क्या यसको मासु काट्दैछ यो कालो भेस्ट लाउने चाहिँ यता मेरो भदा चाहिँ लास्ट इमानी छ नि फेरि कोही हुनुहुन्छ भने सम्पर्कमा आउनु होला इमानी केटीहरू मात्रै होइन भदा यहाँ हाम्रो आजको तरकारी होइन हिजोको जस्तो बाक्लो मिठो पिरो धबधब त्यहाँ अनि त्यहाँ तल पकाउँदैछ पाक्दैछ लाठेर त्यता तल बसिरहेछ मै खाँदैछु म चाहिँ मै सरसफाइ गर्नुको लागि सबै हामी दाजुभाइहरू जम्मा भइराखेका छौँ यहाँ खोलाको नजिकै आम्मा दाजु साह्रै अगाउनु भएर हिँड्न नसक्नु भएको अवस्था अब मैले भाउजू हाँस्नुहुन्छ यता भन्दैन अब रक्सी यति छ चाहिँ जाँड यसरी जाँडहरू ल्याउनु पर्छ मासुहरू त्यहाँ काटेर अन्डाहरू कति हिँड्थ्यौँ यो पुल अहिले मान्छे नै हिँड्दैनन् हेर्नु न साथी यस्तो भएको रहेछ क्या यो पुल चाहिँ ए पहिला यहीँ हिँड्थ्यौँ अहिले बास छैन यहाँ यस्तो भएछ यहाँनिर एउटा पार्टी थियो त्यो पार्टी पनि कहिले भत्काएछन् थाहै छैन म त आउनु त आइन्छ त्यही मास्तिरपट्टि रोड छ अनि थाहै भएन क्या यहाँनिर पार्टी थियो अहिले पो यहाँ हेर्नु पर्यो भनेर आएको त छैन यस्तो साह्रो परिवर्तन हुँदो रहेछ साथी कहाँ भत्किएर गयो भन्दा किन पनि छैन उकाएर कहाँ लग्यो कि अहिले त यस्तो पो भएको रहेछ हौ साथी हो अनि हाम्रो चाहिँ अब चाहिँ समथिङ पूजा सकिनु लागेको अब चाहिँ हामी खानासाना खाएर फेरि जानुपर्ने हुन्छ उता यहाँ चाहिँ हर हिसाब मिलाउँदै हुनुहुन्छ कति पऱ्यो के पऱ्यो भनेर हिसाब गर्नुपर्छ अनि मेरो पारीकै दाइले देख्नुको टेम्पोमा कहाँ हिँडेको रहेछ भनेर अनि त्यही भएर गर्दैछन् अनि म चाहिँ त्यहाँतिर कस्तो भएछ भनेर चाहिँ त्यहाँसम्म हेर्नु गएर आउँदैछु साथी हो यो चाहिँ तल ल्याउनु त कुखुराको लोकल भाले होइन यो हामीले खानु हुँदैन अन्तरमा पस्नेले होइन यो के हो फाक्सा हो अघि काटेको फाक्सा होइन कुनै मान्छे मरिरहेछन् हौ तल त्यसको सास त छ अनि यो भात चाहिँ आज राम्रो पकाएछ नि त्यसले यहाँ पनि सुँगुरको मासु यो दाल यो के हो अन्डा यो अन्डा अब चाहिँ भात खानुपर्ने हुन्छ ल सक्यो भोक लाग्यो पनि सक्यो गम खाने अब त्यस्तै हो चाहिँ व्यस्त हिसाब गर्दै हुनुहुन्छ बुवा र दाजु हिसाब सक्नुभयो ल क्लियर भयो होइन दाजु ल अब चाहिँ खाना पनि रेडी भयो हाम्रो खाना ल तुम्बाहरूले किन नदिनु भएको माथि ल सबैले कति रमाइलो छ आम्मामा ए बोटुका मासु छ त बुहारी किन खाँदौ न ए ल अरू चाहिँ सबै यसरी यहाँ कुनै बन्नेर आउनु भएको छ है मेरो भिडियोको लागि पनि
बनाएको काम हो नि अब हेर्छौँ न आलिम गर्ने आलु कोही खाना खाने अब चाहिँ रेडी एक मान होइन मान खुर्सानी नि आमा दिदी हामी चाहिँ एकछिन अब चाहिँ खाना खान लागेको ल साथी हो म चाहिँ म मासु खाँदिनँ आज मासु चल्दैन मलाई दाल मिक्स छ अनि टमाटर र प्याज बेलुकादेखि खाना खानु न भयो साथी सक्यो हाम्रो माउ सक्यो साथी सक्यो दाल भात सबै उब्रेर त्यहाँ डङडङ छ अब त्यो के गर्नुपर्छ घर लानु नि हुँदैन अरे खासमा चुलाहरू पल्टाउँदैछन् लाठीहरू अब चाहिँ हामी लागेको जुम्लो मान्छे त आज थोरा हुन्न हाम्रो दाजुभाइ लरको अघि यता गए कति हामी पनि यहाँ आइपुग्यौँ हामीले यो बोकेर ल्याएको दुईजना दिदीबहिनीलाई होइन कान्छे हेर हसिन बसिन भएको थोरा छैनन् हजुर हेर्नु ल क्या चला परान पुग्छ हो ल आफ्नै अरू मध्ये आउँदैछन् यो कल्प हो नि कल्प के ए हाम्रै नि बाबा तिमीले बोक्यौ नि त यो थाङबेन भाइ घरमा कोही छैन बबी ए भुपु माया तिमीलाई धन्यवाद Ala hết gì mà xé. Ê, bù माया न्यानो तेरो भुपु माया नि गयो अरे एकछिन बस्न सँगै झरौँ हौ यो पाङ्गी मैले ओ बबिती सँगै झरौँ न Tokowa dalu tokowa le nini ho ba. काकी काकी खाना ल्याएको छ यहाँ सक्यो ल अब पर सकेर आयौँ अनि पर सकेर आएपछि चाहिँ यहाँ हिजो चाहिँ फुवा राखेको थियौँ यो चाहिँ अहिले भर्खर मात्र बाजेले देवरले हेर्दै हुनुहुन्छ अनि मात्र हाम्रो काम सकिन्छ त्यहाँ पर पनि छन् यहाँ पनि यहाँ के देखिन्छ के छ कसो छ भनेर चाहिँ सबै भन्नुहुन्छ
अब चाहिँ सकिन लागेको यो चाहिँ अन्तिम एकचोटि नाच्नुको लागि चाहिँ फेदाङमा अनि यता फेदाङमा हेर्दै हुनुहुन्छ उता फेदाङमा नाच्दै हुनुहुन्छ अनि भदाहरू पनि नाच्दैछन्। अब चाहिँ रात पनि परिसक्यो अब सक्यो अब चाहिँ हाम्रो पनि अब यतिको चाहिँ हेर्नु बाँकी छ अनि त्यहाँ परको चाहिँ सकेर पुरै नाच्दै छन्। अब हाम्रो सबै मान्छे नै गइसके अब अलिअलि बाँकी छन् यहाँनिर अनि अलिअलि बाँकी छौँ अब हामी पनि जाने अब चिसो नै हुन थाल्यो बेलुका भयो मौसम पनि त्यही जस्तो भने ठिकै भयो राम्रै भयो फोनमा चार्ज पनि छैन रातभर सुतेको छैन त्यसले गर्दाखेरि गुड मर्निङ साथीहरू गुड मर्निङ। म चाहिँ बिहान उठिसकेँ बिहान अलि ढिलो उठेँ अस्तिको दिनको निन्द्राले गर्दाखेरि म चाहिँ 7 बजी मात्र उठेँ 7 बजी उठेर चाहिँ म चाहिँ यहाँनिर बिहानै जाउँ भनेको फेरि यहाँ अलिकति काम भने अनि फेरि आमाले खाना खाएर जानु भन्नुभयो अनि म त्यहाँ रक्सी नै पार्दैछु भोलि कान्छी पनि घर जाने अरे अनि त्यही भएर अनि फेरि किन बसेर भन्दा भाले खाएर जानुपर्ने अरे साथी भाले मर कति माया लाग्ने गरी मर मरिस यस्तो देख्दा चाहिँ खानु मन लाग्दैन तर के गर्नु गर्दा हेर्नु न मौसम चाहिँ यस्तो छ है साथी हो तेह्रथुम पारी माङलुङ बजार घाम लागेर अब जानुपर्छ एकछिनमा यस्तो छ है। अनि के साथी हो मैले चाहिँ यहाँ फर्सी बटुलेको क्या यो फर्सीहरू अनि अस्ति तिहारमा आउँदै बटुलेर जाउँ भनेको नभ्याएर अब फेरि अब आज त कान्छी छ भोलि त कान्छी पनि घर जाने अरे अनि यहाँ आउँदै फर्सीहरू थियो मैले सब निकालिसकेँ यसपालि बारी चाहिँ केही लगाएको कोदो सोदो केही लगाएको थिएन अनि फर्सीहरू मात्र थियो अनि फर्सीहरू मैले सबै निकालिसकेँ भनेको कहाँ लुकेको छ कि हेर्नु न कुरो थोरा छैन साथी यो कुरो लागेर ए जिउभरि कुरो भएको छु यसरी सबै निकाल टिपेँ अब घरमा लगिराख्छु भोलिदेखि आमा र बुवा मात्र बुवा कता र कता अनि हेर्नु न धान त्यति ढिलो रोप्दा नि कति राम्रो भएको थियो साथी हो धान लडाएर केही छैन के चाहिँ गर्नु त यस्तो धान फलेको थियो नि साथी हो ढिलो रोप्दा पनि हेर्नुहोस् त यस्तो धान फलेको थियो तर सबै लडाएर केही सोत्तर बनाइरहेको छ अनि यो फर्सीहरूलाई चाहिँ भोलि पर्सि सुँगुर ठुलो छ अनि त्यो सुँगुरलाई चारो हुन्छ यहीँ हुँदाखेरि चाहिँ त्यो उसले खायो क्या के भन्छ त्यो खानु पनि मारेर खानु नि मिल्छ नि ऐ भन्छ ऐ त्यसलाई के भन्छ थाहा छैन तर त्यसको नाम के हो भनेर मलाई त्यो नेपालीमा भन्न आएन अनि मैले सब बटुलिसकेँ धान पनि त्यस्तो लडेको छ अब यो चाहिँ म डोकोमा बोकेर घरमा लगेर राखिदिन्छु। ओ कान्छी यो अस्ति फर्सी केले खाएको अस्ति फर्सी केले खायो त्यो खानु नि मिल्छ नि मारेर ए दुम्सी दुम्सी भन्नु न आएको दुम्सीले खान्छ भनेर मैले सबै बटुलिराखेँ यस्तो छ भन्नु नि आउँदैन है साथी हामी त उहिले ऐ भनेको जस्तो लाग्छ लिम्बू भाषामा चाहिँ ऐ होला हौ दुम्सीले अस्ति नै खाइरहेको थियो अनि यो सबै खान्छ अनि बटुली राखेर घरमा लगेर राखेर त खाँदैन नि त होइन अनि त्यही भएर यहाँ माथि लगिराख्नु पर्यो घरमा अब यहाँ सबै लु अब मै बोकेर लान्छु ल एक डोको लाएँ है साथी यो चाहिँ बोकेर घरमा पुर्याएर आउँछु ल नजिकै छ
अनि यो लिनु आउँछु यसको पालो हेर्न त साथी हो कति रहेछ योहरू चाहिँ अस्ति आमाले नै होला टिपेर राख्नु भएको होला योहरू चाहिँ मैले अहिले ल्याएको लुगामा हेर्नु न कुडो लुगाइभरि कुरै टाँसिएको छ है सबै घाम के लागेको यस्तो बसिन म चाहिँ घर आइपुगेर पनि एकछिन पसल खोलेर पनि फेरि एकछिन नबोल्नु नि हौ अनि त्यस पछाडि अघि बिहानकै भालेको मासु पठाइदिनु भएको थियो बुवा आमाले अनि त्यही मासु पकाएँ साग पकाएँ एउटा अकबरे खोर्सानी अनि अब खान लागेको साथी हो बिहान पनि खाएर आएको लोकलको चाहिँ अझ सुपै मिठो हुन्छ साथी हो मेरो छोरी चाहिँ नखाने सुप मात्र पिउँदैछ के भयो सुप र ऊ पिउँदैछ म चाहिँ गम खाँदैछु साथी साह्रै मिठो अनि सानो छ बटुका यत्रो बटुकामा सुप खाने मान्छे म खानासाना खाइयो अब चाहिँ सुत्नु लागेको साथी सुत्नुभन्दा अगाडि भिडियो एन्ड गर्नु पर्यो भनेर चाहिँ बसिरहेको छु भिडियो त एन्ड त गर्नु अनि अपलोड गर्दा चाहिँ मा त न मेरो मात्रै हो कि सबैको यस्तै हो नेटै नचलेर बेलुका उठेर 3 बजे 12 साढे बजे भिडियो फेरि एकचोटि गर्नुपर्छ अनि मात्र अपलोड हुन्छ त्यस्तो नेट चल्छ अनि सबैभन्दा समस्या चाहिँ नेटले गराइरहेछ साथी हो मेरो चाहिँ भन्दै आजको भिडियो चाहिँ म यही एन्ड गर्न चाहन्छु बाई बाई एभ्रिवान नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला अनि लाइक कमेन्ट गर्न नबिर्सिनु होला भन्दै बाई बाई